बालेन भिलेन भइरहेछ के बालेन हिरो हो अन्डा हो त्यो मुजी गजडी बालेनले कहाँ गजडी भन्नु सुन न भाइ त बालेनको पक्ष मान्छे हो अहिले सारा नेपालीहरु बालेनको पक्षमा दाइ अघि होइन म त स्वतन्त्र व्यक्ति हो स्वतन्त्र स्वतन्त्र कुरा गर्न त मुला हर्के सामाङको कुरा गर्न पनि राम्रो व्यक्ति हो नि हर्को कुरा निकाल यो मुजीको छोड तपाई पनि जेएनजी को आन्दोलनमा जानुभयो है गएन त तपाई जेएनजी हो र अनि आन्दोलनमा जानु भएको मेरो छोराहरू चाहिँ जेएनजी छोरालाई पठाउनु पर्छ नि अनि तपाई चाहिँ उनीहरूले माग दिएको साइबरको थियो के बाबु बालेन शाह कसको गोटी प्रचण्डको गोट थियो भने भाइ प्रधानमन्त्री हो बालेन शाह तपाईले के भन्नु भएको के सोच्नु भएको बालेन शाहलाई के 6 महिनापछि बालेन शाह प्रधानमन्त्री बन्दैछ एक महिना टेक न ए तपाई प्रधानमन्त्री हुने के छ जनताले चाहे जो पनि हुन्छ भाइ जनताको हातमा छ जनताले बालेन शाहलाई चाहेका तपाईलाई चाहेर खोइ बालेन शाह अहिले आइरहेको छ नि त अब नेपाली सिडिउल आइसक्यो 12 मिलेको रहेछ रसँग मिलेको रहेछ माओवादीको चाहिँ चम्चाइ रहेछ त अब तपाईको भन्ने अनुसार बालेन शाह चाहिँ गलत बाटोमा हिँडेको त कुरा गर्नु भाइ तिमी सामाजिक सञ्जाल हेर्ने रहेछ मैले थाहा पाएँ पुण्य गौतममा त हेर्दो रहेछ सारा नेपाली जनताहरूले चाहिँ बालेन शाह र हर्का साम्पाङ नै लिडरमा एउटा लिड रोलमा आउनुपर्छ भनेर भनेको थिए क्या अनि तपाई चाहिँ आफू प्रधानमन्त्री भन्नुहुन्छ अनि उनीहरु चाहिँ के नआउनु पर्ने ठिक छ भाइ अहिलेको लागि